जेहोस् यो चाहिँ हाम्रो ओपी धारा भन्छ। यो हाम्रो राईहरूको साकेला थान पनि छ। यहाँको यो धारा एकदमै हेलचेक्रा भएर फोहोर भएछ। हाम्रो वर्ष आज हाम्रो इन्डिङ पोइन्ट हुन्छ। जेहोस् हाम्रो टोलीमा अहिले 20 जनाको एराउन्डमा भएको छ। यो रोड एरियामा भन्दा नि ज्यादा फोहोर चाहिँ यो भित्रमा छ क्या, भित्रै। यो ह्याप्पी बर्थडे डाँडा हो। हाम्रो टोली ह्याप्पी बर्थडे डाँडामा छ। केही भन्नु छ साथी हो ह्याप्पी बर्थडेहरूलाई? यता चाहिँ यो ठाउँ अब के भन्ने चियाबारी नै हो, तर सिसा मात्रै यति छ क्या। जेस यो डाँडा पनि टिप्दैछ डाँडातिर गरिरहेछ। अब यहाँ बोराई मात्रै कति छ त नि? आज बोरा त 25-30 वटा भरियो होला है, कम्तीमा पनि ज्यादा है। हेलो नमस्ते वेलकम ब्याक टु माई च्यानल चाम्लिङ ब्लग। कान्छ दाउरा बोकेको सो अनि मेरो साथमा छ फुटबल वाइबा तामाङ, ऊ चाहिँ इलामकै लोकल हो। अनि वान सेकेन्ड आज पनि शनिबार तपाईँहरूको साथमा झोला बोकेर म यहाँ चाहिँ बोरा अनि पन्जा अनि मास्क बोकेर चियाबारी गइरहेको छौँ। सो 4 बजी स्टार्ट गर्ने भनेको। मिजु तपाईँ नजाने हाम्रोमा चियाबारी सरसफाइमा? लु हिँड्नु न। तपाईँहरू जस्तो युवा त जानु भने त अनि भ्लग स्टार्ट गरेर हिँडिसक्यो। के को बिजी, लु हिँडौँ जाउँ, चियाबारी घुमाइ नि हुन्छ। सो अनि हामी त्यहाँ कतिजना भेला भइसक्यो, मलाई फोन आएको आएछ, अब त्यहीँ भेटौँ है त। हाम्रो ब्रदरहरू यता कता भन्नुभयो? पियाङ, यता सन्दकपुर, यता कता, यता ऊ यहीँ भयो यता। सो हामी पर्खाइमा छौँ, अझै साथीहरू आउँदैछ। हाम्रो ग्रुप यता हो। हाम्रो ग्रुप चाहिँ उपर हाम्रो जुन ओपी धाराबाट सुरु हुन्छ, जुन हामी त्यता जाँदै गरौँ, ऊ आउँदैछ, त्यहीँ पर भेट्छ उनीहरू। सो हाम्रो चाहिँ यता पर स्टार्टिङ चाहिँ यताबाट है। सो आज हाम्रो इन्डिङ पोइन्ट हुन्छ। जोस् हाम्रो टोलीमा अहिले 20 जनाको एराउन्डमा भएको छ। अझै युवाहरू आउनु बाँकी छ। तम तयार अवस्थामा यो 1300 टिप्दैछौँ है हामी चाहिँ। तिमीलाई अनि खै तिमीले फ्रेन्ड रिक्वेस्ट पठाएन त? झन् यस्तो युथहरूलाई हाल्नु पऱ्यो क्या यो काममा, सेन्टरको केटाहरूलाई सबलाई। के छ, कता हिँडेको? जेहोस् यो ह्याप्पी बर्थडे डाँडा हो। हाम्रो टोली ह्याप्पी बर्थडे डाँडामा छ। केही भन्नु छ साथी हो ह्याप्पी बर्थडेहरूलाई? यस्तो छ खाएर जताततै फालेछ। मुनि खात्ने बानी चाहिँ नगर्नु न, यस्तो फोहोर चाहिँ कति खाँदैछ नि। अब यहीँ बोरा सबै भर्यो, बोरा खोलेर हो, बोरा खोलेर यता पनि हेरौँ न। हाम्रो याकु सरहरू टिप्दै हुनुहुन्छ यहीँ, यता हेरौँ न। अनि यो उयो खाँदैको हेरौँ, त्यहाँतिर सबै खाँदैछ। बोरा यहीँ भरिने रहेछ। जस यो बोरालाई जति कलेक्ट गरेर त्यो बोतल चाहिँ एउटामा राखौँ। यस्तो सिसा जस्तो कुराहरू नि जताततै फालेछ क्या। अब सबै खायो अनि यसरी भित्र खाँदियो। मान्छेहरू कतिसम्म प्लिज यस्तो नगर्नु होला है। अब चाहिँ तपाईँहरूले यस्तो बन्दै नगरिदिनु होला। जस यो ग्रुप आज यहाँ फोहोर टिप्दैछ। तपाईँहरूले यो भिडियो तपाईँहरूको हातसम्म आयो भने तपाईँहरूले आउनु होला है त यो भिडियोको लागि चाहिँ। फुट्ने एउटा बोरामा राखौँ अनि भरे त्यसलाई कलेक्ट गरेर हुन्छ नि। बोरा आयो ल, हुन्छ। तपाईँलाई पनि वेलकम छ आयो हाम्रो टिममा, हुन्छ। सबैजनालाई नमस्ते है। हामी आज चाहिँ यहाँ फोहोर उठाउँदैछौँ। अनि यो चाहिँ हाम्रो सबैजनालाई निम्तो छ, जो जति शनिबार जाउनुहोस्। अनि आजको दिनमा यो भिडियो किन भन्दा चाहिँ तपाईँहरूलाई एउटा अवेरनेस पनि हुन्छ। अनि प्लस पोइन्ट यो पन्जा हामीले आज 50 पिस डोनेट गर्नुहुने चाहिँ हाम्रै फिदिमतिर जेभाले निवासी सुशान्त सिप्तुङका राई, अहिले चाहिँ जो एनफारेब्रीमा आबद्ध भएर गेमहरू खेलाइरहनु भएको छ। तपाईँलाई धेरै धेरै धन्यवाद। अनि प्लस पोइन्ट जति पनि मार्क्स लैरहनु भएको छ, यो मार्क्स चाहिँ हाम्रो फिकलको दाइ चियाले 50 पिस हामीलाई डोनेट गर्नुभएको छ। त्यसको लागि पनि धेरै धेरै धन्यवाद दाइ चियालाई। ल आजको यस्तो छ हाम्रो कार्यक्रम। ल कन्टिन्यू गाइज। क्यामेराम्यान हो, थ्याङ्क यू सो मच क्यामेराम्यान हो उहाँले चाहिँ यता तल झर्नुहोस् है त्यहाँबाट। सो अनि बोतलहरू नि यहाँ यति धेरै छ है। अनि टोलीमा सबै यता ओह्रालो डाँडातिर। सो अनि यत्रो टोलीहरू भेला हुन्छ भनेर सोचेको थिएन। 25 जना एभब छ। थ्याङ्क यू सो मच सबैजनालाई आउनु भएकोमा। अनि यो कन्टिन्यू यो डाँडा सकेर आफ्टर ब्याग हामी उता है, उता बोतल पनि यति साह्रो फोहोर उठाउँदै गर्दा केही त भनिदिउँ है। के भन्नु चाहनुहुन्छ भनिदिउँ है सबैजनाले। त्यही हो। सो यो डाँडा सकेपछि चाहिँ हामी माथि जान्छौँ। टोलीहरू एकदम बोरा त छिट्टै भरिँदैछ त सुमनलुङा। बोरा त के छिटो पो भरिँदैछ? बोरा त हेर्नु न, तर यो पनि मुस्ताङ त है। बोरामा छ है मुस्ताङ। दिदी अस्ति बर्थडेमा मुस्ताङ ल्याउनु भयो क्या? मास्क लाएर तर चिन्दैन आज त। इलामको यस्तो हरियाली चियाबारी छ, तर फोहोरले भरि भराउ छ है। भित्रै फोहोर खाँदेर मान्छेहरूले हेरौँ न यस्तो भराइ छ। अनि पाटको बोरा जत्रो बोरा भरिसक्यो यहाँ। अनि यस्तो यो बोतलले गर्दाखेरि यहाँ चियाबारीमा काम गर्ने उयोहरूलाई पनि धेरै गाह्रो बनाउँछ। खुट्टा काट्न सक्छ। यस्तो त नगर्नु नि, गोड्नुपर्छ उहाँहरूले भित्र पस्छ। अनि हाम्रो हेरेर कि के उपर नि सुरु गरे त के हो त्यो चाहिँ? हाम्रै ग्रुप हो। हाम्रै ग्रुप हो। ए हो र? ए पर पनि छ हाम्रो ग्रुप? ओहो। ग्रुपको चाहिँ यहाँ फोटो लिन लगाएको। त्यसमा चाहिँ क्यामेराम्यान यता सुमन लुङ्गा हुन्छ, मास्क लाएर चिन्नेन होला।
सो अब फोटो खिच्यौँ है त हामी भयो ल हो यतिको जमात भएपछि कसो हुँदैन त ल चियाबारीमा फोहोर फाल्नु पाइँदैन है आजको जमात ल बब्बाल सबैजनाले यो टिकटकलाई सेयर गर्नु पर्यो कमेन्ट गर्नु पर्यो कहाँबाट हेर्दै हुनुहुन्छ अनि हाम्रो काम कस्तो लाग्यो त्यसको लागि पनि 1 लाइक र 1 शेयर र कमेन्ट है त जे होस् हाम्रो यो जतिजना युवाहरू खाली बसेको कारण चाहिँ बोरा नभएर यहीँ पनि चाहियो बोरा सकिएर बोरा कति 10-12 आयो आम लु सबैको एउटा हातमा एउटा होस् त हाम्रो कारण हाम्रोमा चाहिँ यहाँ बोरै सकियो नि त बोरै सकेर बोरै ल्याउनु पर्ने भयो सबैजना लु बोरा हातमा ग्लोभ्स चाहियो ल हुन्छ तपाईँलाई धेरै धेरै धन्यवाद है हुन्छ यता चाहिँ यो ठाउँ अब के भन्ने चियाबारी नै हो तर सिसा मात्रै यति छ क्या सिसाइ मात्रै के भन्नुहुन्छ है मान्छेहरू है खाँदो रहेछ बियर खानुहुन्छ तपाईँ ए बन्दा यस्तो खाँदो रहेछ बियर चाहिँ हटरिका हाम्रो गाइजहरू छरिएको छ कसै तल छ कसै यता छ कसै हामी यता छौँ है अब म यहाँ बोरा दिन आएको थिएँ अब यताको टोलीहरूलाई भेट्नु जाउँ न फोहोर यत्रो छ बोराले नपुगेर फेरि बोरा थपेको यसमा तपाईँको भनाइ अब के म त गलिसकेँ कति म त गरेकै छैन नि गलेँ तर टोलीहरू खटिरहेछ 1 घन्टा निरन्तर भइसक्यो तर बबाल बोरा ल्यायो है बोरा आज 20-25वटा भरिसक्यो भरे देखाउँछु म गफ गरेँ भन्नुहुन्छ होला जो सबैजनालाई धेरै धेरै धन्यवाद मान्छे यति फोहोर भएछ कहिले सुध्रिने यार त आज खुसी लाग्यो 25 जना छौँ हामी धेरै नै भन्दिनँ 25 जना छौँ हामी 2 जना दाइहरू चाहिँ काम परेर जानुभयो सो अनि छैन गएको जानु भएको छैन 25 जनाको ग्रुप देख्न सक्नुहुन्छ इलाम चियाबारी सरसफाइ अभियानको सिक्किमेहरू छैन 800 रुपियाँ बोतलको भए त केटाहरूले चाख्थ्यो होला अलिअलि होइन तर जस हाम्रो टोलीमा चाहिँ नखाने टोली छ सिसाइ मुला त कति बोरा भइसक्यो होइन 3 बोरा अनि यो चाहिँ अहिले जाँदा उठाउने अनि अब यता गइरहेछ जाने एकछिन उठाउने हामी टाइम भइन्जेल चाहिँ एकछिन भ्याउने टोलीहरू कसै यता भिडियोको इन्डिङ भएकै छैन आज जस खुसी लाग्यो धेरैजना आयो सहभागी भयो के फर्केको त जस हाम्रो टोली ठुलो भएर कसै उता आदि छ कसै हामी यता छौँ यो यता चियानडाँडा साइडमा कसै यहाँ माथि डाँडातिर छ जस धेरै छौँ खुसी लाग्यो हामी कम्तीमा पनि 7-7 जना बाँडिँदा पनि 7-21 भनेपछि 3-4वटा ग्रुप छौँ हामी खुसी लाग्यो सबैजना साथीहरू आएर साथ दियो केटा तिमीहरूलाई कस्तो लागिरहेछ फोहोर टिप्दा अनि पर्फेक्ट यस्तो त भयो त हौ यहाँतिर यस्तो चेत्ला भुत्ला पारेर रहेछ भेलाउँ एक ठाउँ भेलाउँ यो डाँडामा छ क्या हामी यता टिप्दैछौँ यो टोली अनि एउटा टोली उठ्दै जाँदैछ एउटा टोली माथि छ सो गजब केटा हौ सबैजना आयो खुसी लाग्यो फोहोर टिप्दा मन दुःख त छैन नि है अब यो बोरा नि भरि गयो अब त्यो डाँडामा पुऱ्याउँदा त भरिँदो रहेछ यो त मान्छे हुन त ठुलो बोरा छ है त्यही पनि भरेको भरै छ गाह्रो त्यस्तो त हो त आज त ए जेस यो डाँडामा नि टिप्दैछ डाँडातिर चियाबारीको त चप्पा छान मारियो है आज त त्यो डाँडा सकेर यता हामी कटेज उकालो जाँदैछ यो टोली यो माथि देखिएको छ नि यिनीहरू टिप्दै उकालो जाने हो यता छ यता छ जोस् खुसीको कुरा हो यो जोस् आज नसोचेको काम भयो मौसमले यति धेरै साथ दियो सबैजनाले साथ दिनुभयो धेरै धेरै धन्यवाद यो टोलीहरू कसरी रेस्ट गरिरहेछ अब यहाँ बोराइ मात्रै कति छ त नि आज बोरा त 25-30वटा भरियो होला है कम्तीमा पनि ज्यादा है अब लास्ट यो थोरै यता तलबाट छिर्ने अनि गलियो पनि होला अब अलिअलि अरूलाई नि राखिदिनु पर्छ नि मान्छे सुध्रिँदैन फेरि होइन अब थोरै यहाँ टिपौँ अनि त्यसपछि हुन्छ बोरा हेरौँ न अनि अब यो के हो यहाँ तरिका एउटा अलिक खाली कुन छ त्यसलाई यता लानुपर्छ ल आजको हाम्रो ग्रुपमा चाहिँ 2 जना हाम्रो यता नाम भनिदिनु तपाईँको छाया राई हाम्रो भाउजू अनि यता तपाईँको नाम भन्नु अनि बिला लिम्बू 2 जना आउनु भएको छ 27 जना है तपाईँहरू 2 जना आएर 27 ल धेरै धेरै धन्यवाद सहभागिताको लागि हुन्छ उहाँहरू फेरि आउने बाचाको साथमा हुनुहुन्छ अनि लगभग अन्तिम हामी अब सकियो जस्तै छ है अब बोराहरू कलेक्ट गर्दै जान्छौँ ल हामी कोही नछुटौँ होला टोलीहरू सकियोस् अनि यो टोलीहरू नै आओस् अनि बोरा कलेक्ट गर्दै जाने हामी उता ल बाई हुन्छ आजको हाम्रो काम सकिएको छ सबैजनालाई यो कामको लागि सहभागितामा धेरै धेरै धन्यवाद हाम्रो टोलीहरू यता नै हुनुहुन्छ ल लागौँ है अब बोरा कलेक्ट गर्दै जाने हामी सो आज ओपी धारादेखि स्टार्टिङ गरेर
4 बजीदेखि स्टार्टिङ गरेर 5 बजीमा ठ्याक्कै 1 घन्टामा हामीले इन्डिङ पोइन्ट यसको लास्ट पोइन्टसम्मै सकेको छ। मैले 27 जना भनेको थिएँ, रेला जस्तो लाग्छ भने पछाडि हेर्न सक्नुहुन्छ यो ब्रदरहरू। अझ हाम्रो टोलीहरू 2-4 जना कामले गर्दा छिटो गयो, र पनि ठिक छ। जतिजना आएर हामीलाई यो टिममा सहभागी भएर सबैले हातमा हात र साथमा साथ दिनुभयो, सबैलाई मनदेखि नै धन्यवाद। अनि म भिडियोको इन्डिङमा छु, अब भिडियो पर गएर चाहिँ इन्डिङ पोइन्टमा चाहिँ म इन गर्छु है त। यहाँ हामीलाई चाहिँ बलगम डोनेट भएको छ, सबैजनालाई 27 वटा किन्नु पर्यो है। ए 27 होइन, ए ल धन्यवाद। यहाँ बलगम अब खाजा नपाए नि के होइन, हामी अलिक गरिब छौँ। यत्रो टोलीहरूलाई अब एउटा बलगम दिएर खुसी हुने ल, अलिअलि अगाउने पनि। अनि बलगम चाहिँ सुषमा शान्त तर्फबाट हो, धेरै धेरै धन्यवाद उहाँलाई। च्याङबा वाइबा तामाङ होइन, ब्रदरको तर्फबाट कतिवटा पानी? 8 वटा। ल तपाईँलाई पनि धेरै धेरै धन्यवाद। पानी खाऊ, बलगम खाऊ, अगाऊ है मोटो मान्छेहरू। भोकायो होला, साथीहरू पनि पानी खाएर अगाऊ है। म नि खान्छु पानी त अलिकति। सबैजना भित्र छ, यता निकाल्नु त। सबैजनाले साथ दिनुभयो, कसै माथि जाँदै हुनुहुन्छ अनि कसै यता हुनुहुन्छ, कसै लागिसक्नुभयो, फोन पाउनुभयो। ल टोलीहरू सबै छुट्टिने क्रममा छ, अर्को शनिबार भेट्ने बाचाको साथमा। यो धुनुपर्छ अब कता कता लागिहालेको खै सुमन ल जसो माझ सबैजनालाई अनि चोक जाने रे, अनि हेर्दै गरौँ। नेक्स्ट शनिबार पनि योभन्दा धेरै हुने बाचाको साथमा आज यो भ्लगबाट बिदा हुन्छ। बाई बाई।